ओइ सुन्दर दशा दिनु हो मेमे भनेर के हो दाजु भनेको दाजु त्यस्तो पो ओ माई गॉड घुम्ती घुम्तीमा मोड मोडमा बिस्तारी है गाडी त जाने रहेछ केटो यस्तो हो क्या माथितिर यस्तो काँडा घाँसहरू पनि केही छैन दादाको हालत खराब राइडरको बाइक पनि गाँडो हो जादु लौडा माछला सर्टकट बाटो नै हेर्नुपर्छ यो रोडबाट निक्ले गऱ्यो भने त त्यो तपाईँ यता चल पानी परिरहेको छ ल है हामी लाग्दैछौँ चरा जस्तो छ त होइन होइन होला सेम चरा है उसले पनि चरा भनिरहेछ ल के ढुङ्गा रहेछ भिडियो चाहिँ राम्रो गर है टाइम बनाऊ
बाटो भने ओए आऊ छिटो यस्तो छ हाम्रो यात्रा भने चाहिँ यति सजिलो चाहिँ थिएन है। हामी उदयपुरबाट घुम्नलाई निस्केको यो साउने डाँडा भन्ने ठाउँ है। यता यो चौरी हो कि के हो चढ्दैछ। घाम तन्तलापुर लागिरहेछ। एकछिनमा हराउँछ, एकछिनमा हुस्योले ढाकेर केही देखिँदैन है। यदि कतैबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने यहाँनिर एक दिन बस्ने गरी आउने सोचले आउनु भइरहेको छ भने यहाँनिर छ एउटा बोट स्टे भन्ने यहाँनिर छ। अनि उहाँ पर छ एउटा पसल, त्यता पनि होला सायद। अनि उहाँ पर छ एउटा होमस्टे। हामी बसेको यहाँ गोठ स्टे अरे, पर छ एउटा होमस्टे। किनभने यहाँदेखि पर पुग्नलाई 2-3 किलोमिटर त्यस्तै होला, 2 किलोमिटर होला होइन। हामी हिँड्न नसक्ने अवस्थामा भएपछि चाहिँ हामी यहीँ छ बस्ने ठाउँ, खाने ठाउँ भएपछि किन उता गइराख्नु होइन। सो त्यही भएर हामी यहाँनिर बसेको छौँ। त्यस्तो नराम्रो केही पनि छैन, बस्ने ठाउँ नै राम्रो छ। खानाहरू पनि एकदम मिठो छ है, एकदम घरमै बनाएर खाएको जस्तो एकदम स्वादिलो छ। अनि तपाईँहरू पनि आउनुहोस् हाम्रो नेपालको पूर्वको यो भोजपुर साउने डाँडा भन्दो रहेछ है। यस्तो साथीहरूसँग घुम्न आउनु रमाइलो छ, फ्रेस हुन्छ, फ्रेस हावा छ, एकदम कुल चिसो चिसो हावा चल्छ है। तर त्यो मौसमको चाहिँ भर हुँदैन है, मौसमको भर हुँदैन। कतिखेर पानी पर्छ, कतिखेर हुस्यो लागेर केही देखिँदैन। हामीले लगभग यो गोठ स्टे खोजेको 3-4 घन्टापछि भेटेको होला यो है। अनि हामी यहाँ बसिरहेको छौँ। हामी यहाँ 2 दिन भइसक्यो बसेको। त्यस्तो एक्सपेन्सिभ पनि केही छैन, एकदम चिप नै छ है। दामी छ ठाउँ एकदम दामी छ। हेर्नुहोस् त पूर्वको भोजपुर साउने डाँडा। यो बोट स्टे है त, डाँडाहरू। यो डाँडा तपाईँ कटेर जानुहुन्छ भने फेरि यस्तै डाँडा अर्को आउँछ। थुप्रो छ यहाँनिर डाँडा यस्तो, एकदम रमाइलो छ रमाइलो। यहाँनिर एउटा ताल छ, तालमा देखाउँछु। त्यो तालको नाम चाहिँ हाँस ताल अरे है। घाम आज अलिकति लागिरहेको, तर कतिखेर चिसो हुन्छ हुस्यो लाग्छ त्यो थाहै हुँदैन। यहाँनिर भाषा घुम्न गयो अरू मान्छे पनि है। यहाँ बस्ने ठाउँ पनि छ, जता यहाँ चिया बनाउनुहुन्छ यहाँ बस्ने खाने। यहाँनिर